हैन यो आख्यानमा साङ्लो किन चाहिन्छ त्यो पाठकलाई बाँध्न चाहिन्छ कि कथालाई बाँध्न चाहिन्छ त्यो साङ्लो भन्ने शब्दले मलाई निकै छोयो क्या सरले भन्दा हैन यो आख्यानमा साङ्लो चाहिने नै हो साङ्लो राम्रो सुन्दर शब्द हो साङ्लोसँग चाहिँ सुन्दर त के भन्ने यसले बन्धन अलि नेगेटिभ कोनोटेसन यसको नकारात्मक चाहिँ पनि दिन्छ कथा बाँध्ने चिज नै हो बाँध्नुपर्छ कुनै न कुनै तरिकाले पात्रलाई परिवेशलाई संवेदनालाई धेरै चिजलाई बाँध्नुपर्ने हुन्छ बाँध्ने अब केले डोरीले बाँधे पनि भयो साङ्लाले बाँधे पनि भयो रबरले बाँधे पनि भयो अलिक उक्लो गरेर विचारले बाँधे पनि भयो शब्दले बाँधे पनि भयो नाम जे दिने आफ्नो आफ्नो कुरा हो एउटा वाक्य भनिदिन्छु मैले सोध्ने कुन जे नियतले उसले सोधिरहेछ त्यो बुझ्ने अर्कै बुझेर उत्तर दिइरहेको हुन्छ क्या होइन त्यो साङ्लो भनेको जस्तो कस्तो भने एउटा वाक्य लेख्यो नि त्यो वाक्यसँग अर्को वाक्य यस्तरी जोडिएर आउने अनि जोडिँदै 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 जाने एउटा अंशसँग अर्को अंश जोडिँदै 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 गएर त्यो लामो बढ्नु भन्ने सन्दर्भ हो कि असुविधा हो भन्ने लाग्छ ठिक छ त्यहाँ अर्को पनि म फेरि जोड्छु पालो मिच्न अब नपाइए अब पालो आयो प्रभा म्याम अब एउटा महिला लेखक हुनुहुन्छ सक्रिय हुनुहुन्छ राम्रो कलम पनि चलिरहेछ अहिले पनि के सुनिन्छ भन्दाखेरि अहिले हामी गणतन्त्रमा छौँ खुला समाजमा छौँ प्रविधिमा छौँ यावत कुरामा छौँ तैपनि एकजना महिलालाई साहित्यमा जानको लागि जहिले पनि यो भात भान्छु केले अल्झाइरहन्छ त्यो त्यसको पर्खाल नागेर त्यो पर्खाल भत्काएर किचनको पर्खाल भत्काएर साहित्यमा जानु भनेको एक खालको चुनौती नै हो भन्ने मैले ठाउँ ठाउँमा सुन्छु धेरै बहस सुन्छु प्रभा म्याडम तपाईँ एउटा महिला लेखक भएर चाहिँ के साँच्चै त्यो भात भान्सुको पर्खालले अहिलेसम्म महिलाहरूलाई अल्मल्याकै हो धन्यवाद सर पक्कै पनि तपाईँले भनेको कुरा अन्यथा हुनै सक्दैन आज साहित्य जगतमा मात्र होइन समाजका विविध क्षेत्रमा महिलाको प्रतिनिधित्व एकदमै कम छ यसको प्रमुख कारण भात भान्सा नै हो हामी महिलाको यो एउटा प्रकृति प्रदत्त एउटा जिम्मेवारी जस्तै भएर आएको छ त्यसबाट म पनि पक्कै पृथक छैन तर मेरो परिवारमा मलाई अगाडि बढाउने तत्त्वहरू हुनुहुन्छ मलाई सहयोग गर्ने हुनुहुन्छ मेरा साथीभाइ परिवार सबैले मलाई अगाडि बढाउन सहयोग गरेको कारणले नै मैले साहित्यमा निरन्तरता दिन सकेकी छु र अहिलेसम्म 5वटा किताब प्रकाशन गरेकी छु मेरो अहिले घरमा पनि मेरो 90 वर्षको सासुआमा हुनुहुन्छ तर सासुआमालाई यो पटक चाहिँ मैले केही पनि नभनिकन फुत्त आएकी छु किनभने उहाँलाई आफ्नो मेरा छोराछोरी मेरो चाहिँ श्रीमान सबैजनालाई छोडेर बुहारी फुत्त गइदिँदाखेरि उहाँलाई नरमाइलो लाग्ने रहेछ गएपछि बल्ल उहाँलाई मैले सरी भन्छु किनभने म राम्रो काममा गएकी हुँ हजुरकै परिवारको इज्जत बढाउन गएकी हुँ नाम कमाउन गएकी हुँ भनेर उहाँलाई मैले खुसी बनाउँछु यसरी घरका मान्छेलाई रिजाएर उहाँको चाहिँ मन जितेर बल्ल साहित्यमा आउनुपर्छ र साहित्यमा लेख्नको लागि कसरी गाह्रो छ भन्दा मैले मेरा अग्रज दिदीहरूलाई नेपाली साहित्यमा जो हुनुहुन्छ पद्मावती सिंह माया ठकुरी भागीरथी श्रेष्ठ उषा शेरचन लगायत थुप्रै नामहरू छन् ती नामहरूलाई यहाँले चिन्नुहुन्छ होला उहाँहरूलाई पनि मैले सोध्छु तपाईँले साहित्यमा कसरी समय व्यवस्थापन गर्नुहुन्छ र यस्ता खालका कृतिहरू लेख्नुभयो भनेर उहाँहरू सबैले भन्नुहुन्छ हाम्रो पहिलो प्राथमिकता हाम्रो घर हो छोराछोरी हुन् छोराछोरी पनि एक प्रकारका सृजना हुन् र ती सबैजनाको जिम्मेवारीहरू सकेर पकाइ तुल्याई घरको सबै सकेर राति सुत्ने बेला यो निद्रा त कसैको होइन यो त मेरै हो त्यही भएको हुनाले यो निद्रा मारेर मैले लेखेँ र यति कृतिहरू लेखेँ भनेर उहाँले हामीलाई यस्तो खालको प्रेरणा दिने गर्नुहुन्छ भनेपछि तपाईँ एकजना भाग्यमानी महिला लेखक मध्ये नै पर्नु हुँदो रहेछ 5वटा किताब आइसक्यो तपाईँको 6औं किताबले चाँडै आओस् तपाईँलाई धेरै धेरै शुभकामना धन्यवाद म अगाडि गएँ सर हुनुहुन्छ बन्धुराज सर आख्यानको हामीले शीर्षक राख्यौँ आविष्कार सायद यो अमरजीले अलिकति आख्यानको आविष्कार यो शब्दलाई पनि अलिकति त्यो के भन्छ अलिकति मेटाफर पनि मिलाएर राखे जस्तो लाग्छ मलाई यतानि आख्यानको आविष्कार आविष्कार भनेको त विज्ञानको हुन्छ आविष्कार भनेको त अरू चिजको हुन्छ आविष्कार भनेको त साइन्टिफिक रिसर्चको हुन्छ आविष्कार भनेको त आइन्स्टाइनहरूले गर्ने काम हो लेखकले आविष्कार गर्नुपर्छ कि पर्दैन तपाईँ आख्यानहरू लेखिरहनुहुन्छ त्यो आख्यानको आविष्कार भित्र छिर्दाखेरि चाहिँ त्यो आख्यानले आफै बाटो बनाउँदै जाँदो रहेछ कि तपाईँले एउटा फ्रेम बनाएर त्यो एउटा क्यानभासमा हिँड्नुहुन्छ कि तपाईँको कथाले चाहिँ पानीले जस्तो भत्काउँदै 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 मार्ग बनाउँदै जाँदो रहेछ तपाईँलाई कस्तो लाग्छ यसमा चाहिँ धन्यवाद सर यो
जुन आख्यानको आविष्कारको कुरा छ, वास्तवमा आख्यान एउटा आविष्कार, किन हामी विज्ञानमा नयाँ तथ्य पत्ता लगाए त्यसलाई आविष्कार हुन्छ र साहित्यमा पनि हामी नयाँ नयाँ धारा पत्ता लगाउँछौँ, नयाँ सिद्धान्त पत्ता लगाउँछौँ हामी। किनभने हिजो जुन लौकिक परम्परा त्यसपछि आएर संस्कृत परम्परा अनुसार मानिसले जसरी एक आपसमा बोलचाल गरे होइन, बोलचाल सँगसँगै बिस्तारै त्यो वैदिक परम्परामा आउँदाखेरि एउटा लेख्य रूप चाहिँ देखा पऱ्यो होइन। त्यही समयमा चाहिँ वेदहरू आयो, उपनिषद त्यही समयमा आयो। त्यस हुनाले त्यहाँ पनि के त विषयवस्तुहरू त त्यहाँ प्रस्तुत भयो नि त। त्यसरी विषयवस्तुहरू प्रस्तुत हुँदै जाँदाखेरि हामी जुन अहिले आजको समयसम्म चाहिँ आइपुगेका छौँ, आजको समयसम्म आइपुग्दाखेरि हरेक लेखकले आफ्नो दृष्टिकोण, आफ्नो विचार चाहिँ प्रस्तुत गरिराख्नु भएको छ। त्यसमा हामी नेपाली साहित्य विशेष गरेर आख्यान हामी कथा र जसरी उपन्यास विधालाई चाहिँ मानेका छौँ, उपन्यासभित्र हेर्दा पनि त्यसको प्रवृत्तिहरू त फरक फरक देखिया छ नि। त्यसमा हामी गोविन्दराज बल्लगोठाले कुरा हेर्ने, विजय मल्लको कुरा हेर्ने, त्यसपछि आएर रूपमतीका लेखकको चाहिँ कुरा हेर्छौँ। यी सबैभित्र के छन्? आफ्नो विषयवस्तु छ, आफ्नो गति छ। त्यस हुनाले कसैले मनोवैज्ञानिक विषयवस्तु, मनका पीडा दुःख कष्टलाई चाहिँ व्यक्त गर्नुभयो होइन, उहाँले पनि त्यो आविष्कार नै मानिन्छ त्यसभित्र। त्यस कारणले गर्दाखेरि आजसम्मको जुन एउटा अवस्था हो, हरेक साहित्य कृतिमा हरेक क्षेत्रभित्र रहेर जसरी नयाँ दृष्टिकोणका साथसँग अगाडि बढायो, त्यस कारणले मैले आविष्कार नै मान्छु। र मैले जुन लेखनको सिलसिला भन्नुभएको छ र लेखनको सिलसिलामा त्यसले बाटो तय आफै गर्छ या पहिला आफै एउटा फ्रेमवर्क चाहिँ बनाइन्छ भन्ने सन्दर्भ हो। साँच्चै भन्ने भने आख्यान भनेको स्वतन्त्र, त्यसपछि कल्पनात्मक एउटा स्वरूप। किनकि पहिला हामी हेर्ने भने पनि आख्यान र आख्यायिका भनेर चाहिँ छुट्याइएका छ हाम्रा चाहिँ आचार्यहरू होइन। डन्डी, भामह, किन भामहले सबभन्दा पहिला चाहिँ आख्यानको कुरा गरेका भामहले छैन शताब्दीमा। त्यसपछि आएर डन्डीले कुरा गरेका छन्। त्यसमा उनीहरू पनि आख्यानभित्र गएर फेरि चाहिँ होइन विभिन्न स्वरूपहरू चाहिँ उल्लेख गरेका छन् त्यसमा। त्यस कारणले गर्दाखेरि आख्यान चाहिँ आविष्कार नै हो, आख्यान आविष्कार भन्ने कुरा भयो। मेरो लेखनको कुरा गर्नुभयो। लेखनमा कहिलेकाहीँ लेखकको मानसिकतामा पनि भर परेको छ। म यस्तो विषयवस्तु लेख्छु भने एक प्रकार डिजाइन गर्दा गर्दै अचानक होइन अर्को पात्र, अर्को मोड चाहिँ किन त्यहाँ प्रासङ्गिक कथाहरू थपिन्छ, त्यो जोडिएर आउँछ। त्यस कहिलेकाहीँ त्यो बाटो पनि पर्छ। ठिक छ। म अमर नेपाली सरमा पुगेँ। हुन त अमरलाई मैले काठमाडौँदेखि सोधे पनि हुन्थ्यो, आज यहाँ आएर सोध्ने मौका पऱ्यो होइन। किन भन्दाखेरि म पो उहाँलाई औपचारिक गफ गरौँला, यतिका मान्छेहरू यो सेतो धरतीको लेखक कस्तो होला, यसको विचार कस्तो होला, यस्तो आख्यान लेख्ने मान्छेको चिन्तन कस्तो होला भन्ने धेरैको जिज्ञासा हुनसक्छ। अचम्मको लेख्नुहुन्छ। म पनि उहाँको फ्यान हो। सुरुमै म त त्यो पानीको घाम पढ्ने बित्तिकै यो मान्छे चाहिँ त्यति हामी त्यति क्लोज थिएनौँ। आख्यानको प्रविधि बुझेको मान्छे चाहिँ यो हो है। त्यो कथालाई चाहिँ फरक फरक ठाउँबाट सुरु गरेर फरक फरक ठाउँमा लगाएर बैठान गर्ने त्यो असाध्यै मन परेको। अहिले पनि तपाईँलाई भन्नुहुन्छ भने फ्रेङ्कली भन्नुहुन्छ भने सेतो धरती र पानीको घाम राखेर तपाईँ कुन छान्नुहुन्छ भने म पानीको घाम छान्छु। टेक्निकल कुराले चाहिँ मलाई त्यति प्रभावित गरेको कुरा हो। त्यो आख्यानमा चाहिँ एउटा कल्पना हुन्छ भनिन्छ, अमर सर, एउटा यथार्थ भनिन्छ। जम्मै यथार्थ लेखिदियो भने फेरि त्यो फिचर होला अथवा समाचार होला भनेको के होला। कल्पना मात्रै लेख्यो भने पनि एकदमै उडन्ते फेन्टासी मात्रै होला। तपाईँ एज अ आख्यानकार चाहिँ त्यो यथार्थ र कल्पनाको संयोजन गर्ने तपाईँसँग चाहिँ कायदा के हो, टेक्निक के हो, कसरी यसमा काम गर्नुहुन्छ? धन्यवाद दर्शकजी। यो यथार्थ र कल्पना यस्तो जोडिएको छ कि जस्तै के उदाहरण दिउँ है, एउटा उदाहरण दिउँ है दृष्टान्त। यो कलम यथार्थ हो कि कल्पना हो? यथार्थ भनेको यो पहिल्यै थियो त। कलम बन्नुभन्दा पहिला कलमको कल्पना गरिएको थियो। अहिले हामीले बोलिरहेको भाषा पनि बोल्नुभन्दा पहिला कल्पना गरिएको थियो। यसको लिपि पनि कल्पना गरिएको थियो। यो बोलिरहेको माइक पहिल्यै बनेको थियो त। घामझुम जस्तै, पृथ्वी जस्तै, रुख जस्तै, नदी जस्तै, ढुङ्गा जस्तै, माटो जस्तै थिएन नि। ढुङ्गा मान्छेले कल्पना गरेको होइन, तर ढुङ्गाबाट सिमेन्ट चाहिँ मान्छेले कल्पना गर्यो सुरुमा।
जब त्यो सिमेन्ट बन्यो त्यसपछि यथार्थ भयो। कपास मान्छेले कल्पना गरेको होइन, तर कपासबाट धागो बनाउने मान्छेले कल्पना गर्यो, धागोलाई बुनेर लुगा बनाउने मान्छेले कल्पना गर्यो, त्यो लुगालाई आफ्नो शरीर अनुसार नापेर यता हात निकाल्ने टाँट लाउने मान्छेले कल्पना गर्यो। जब त्यो कल्पना साकार भयो त्यसपछि त्यो यथार्थ भयो। हेर्नु कस्तो जोडिएको छ नि कल्पना र यथार्थ। सबै कुरा यो घर पनि त कल्पना हो नि। पहिल्यै घर थियो त थिएन, तर यो घरमा बन्ने यो र मेटेरियल जे छ यहाँ ढुङ्गा माटो सिमेन्ट के छ, यो चाहिँ हामीले यसको जुन कच्चा पदार्थ छ त्यो चाहिँ हामीले कल्पना गरेको होइन। नदी मान्छेले कल्पना गरेको होइन, नहर मान्छेले कल्पना गरेको हो। त्यसकारणले त्यो कल्पना र यथार्थको दूरी चाहिँ टाढै छैन कि, सँगसँगै छ। यो हामीले हाम्रो आँखा हामीले कल्पना गरेको होइन, तर यो आँखामा यसरी चस्मा लाउने यो चस्मा चाहिँ हामीले कल्पना गरेको मान्छे आख्यानको सन्दर्भ हरेक कुरा। हेर्नु त्यही हो, यो आख्यान पनि सुरुमा आख्यान थियो त, आख्यान पनि मान्छेले कल्पना गरेको हो। आख्यान विधा हुन्छ, चारवटा विधा, काव्य आख्यान नाटक निबन्ध मान्छेले कल्पना गरेको। अनि कथा भन्ने तरिका कसरी भन्ने खालि आफ्नै तरिका भयो। त्यसलाई भएर हामीले आविष्कार किन जोडेको भने गणेशजीले आफ्नो तरिकाले कथा भन्नुहुन्छ, त्यही एउटै कुरालाई नै हामी फरक फरक तरिकाले भन्छौँ। त्यही एउटा काठको मुडो छ, कसैले कुर्सी बनाउला, कसैले दराज बनाउला, त्यही काठबाट क्या, काठ त काठै हो नि, त्यही एउटा मुडोबाट। कसैले चाहिँ पलङ बनाउला, खाट बनाउला, ढोका बनाउला, झ्याल बनाउला। त्यो झ्याल पनि अनेक किसिमलाई बनाउला, फेरि झ्याल पनि आफ्नै डिजाइनका हुन्छ नि त। कोही त्यस्तो सानो झ्याल छ, कोही ठुलो छ, अर्कै हुन्छ। एउटै चिजबाट पनि अनेक थोक बनाइन्छ, त्यो आविष्कार हो नि त। आख्यान पनि मैले पहिला जस्तो आख्यान लेखेँ अर्को त्यस्तै लेख्नु त भएन, अब फेरि सेतो धरती जस्तै लेख्न नि भएन, पानीको घाम जस्तै लेख्न नि भएन। कल्पना गर्नुहोस् त, मोनालिसाको चित्र दुईवटा हुन्थ्यो भने त मोनालिसाको पहिलाको महत्त्व हुन्छ, हुँदैन? त्यो ओरिजिनल मोनालिसा भन्दा राम्रो प्रिन्ट गरेर टक्क अहिले एकदमै राम्रो डिजाइन गरेर फ्रेमिङ गऱ्यो भने त्यसको मूल्य कति? 100 रुपियाँ 200 रुपियाँ। राम्रो फ्रेमिङ छ नि 1000 रुपियाँ बल्ल। भनेपछि त हरेक कुरा त्यो आविष्कारै हो र कल्पना र यथार्थ सँगसँगै हुन्छ कि। तर सबै कल्पनाहरू यथार्थ हुँदैनन्, साकार हुँदैन। किन साकार हुँदो रहेछन् भने जस्तै सबै फुलहरू बिउ बन्दैन नि, फल बन्दैन। सबै फलहरू के अरे फुलहरू फल बन्दैन, सबै फलहरू बिउ बन्दैन नि। सबै बिउहरू बिरुवा हुन पाउँदैन, सबै बिरुवाहरू रुख हुन पाउँदैन। कति छानिएर होइन, कति छानिएर हामी मान्छे पनि त्यसै नै छानिएर बनेका हौँ नि। न त एउटा पुरुषभित्र सायद जीवनभरिमा गर्नै नसकिने कति हुन्छ होला, खरबौँ स्पमहरू होला नि के, एउटा दुइटाले मात्रै मौका पाउँछन् मान्छेहरू। कस्तो राम्रो होइन? त्यही भएर सबै कल्पना चाहिँ यथार्थ हुनै सक्दैनन्। थोरै कल्पनाहरू साकार हुन्छन्। यो फेसबुक पनि त कल्पना गरे हो नि त सुरुमा, हामीले त सोचेकै थिएन। मोबाइल कल्पना गरे हो, यो क्यामेरा, सब चिज कल्पनाहरू। तपाईँलाई नयाँ नयाँ प्रयोग गरिरहन मन लाग्छ कि म काठमाडौँ बसेर, गाउँमै भयो त म त्यहाँ आएर सोध्थेँ, म काठमाडौँ बस्छु, उहाँ पोखरा बस्नुहुन्छ, सोसियल मिडियाबाट हामी गफ गरिरहन्छौँ। गणेशै कहिले चाहिँ नेता बढेर लौरो चुनाव लिएर भोट मागिरहन्छ, कहिले सोलोकास्ट बढेर महाभारतको बहस गरिरहन्छ, कहिले पैताला जस्तो उपन्यास लेखेर पाठकहरूको चाहिँ दिमाग रिगाइरहेको हुन्छ, कहिले के गरिरहेको हुन्छ, कहिले के गरिरहेको हुन्छ। होइन, तपाईँ साँच्चै अस्थिर मान्छे हो? एकदमै स्थिर छु, एउटै कुरामा स्थिर छु। त्यो भनेको म अस्थिरताप्रति स्थिर छु होइन, म एउटै चिजमा स्थिर छु। म बौद्ध मार्गी हो, म एडोप्टेड बौद्ध मार्गी हो। म हिन्दू परिवारमा जन्मेँ, तर पछि म बौद्ध मार्गी भएँ। अघि रियालिटीको कुरा गर्नुभयो अमरजीले, मेरो साथी। कस्तो मिठो, त्यहाँभन्दा सुन्दर तरिकाको उदाहरण सम्भवतः अरू नहोला। यथार्थका अनेकन स्वरूपहरू हुन्छन्, तर ती सबैलाई बौद्ध मार्गमा चाहिँ काल्पनिक सत्य भनिन्छ, इमेजिन रियालिटी। सत्य हो, तर त्यो खास कल्पना गरेको। जस्तो देश नेपाल चाहिँ कल्पना गरेको हो क्या हामीले। खास त हामी पृथ्वीका बासिन्दा हो, अन्तरिक्ष सबैको बासिन्दा हो। हामीले चाहिँ ईश्वर कल्पना गरेर बनाएको नि, अहिले हामी त्यसका दास छौँ होइन। त्यो काल्पनिक सत्य हो, ब्रह्मा विष्णु महेश काल्पनिक सत्य हो। यो समग्र अस्तित्व नै काल्पनिक सत्य हो। त्यहाँ नानी एकजना रेड टी सर्टमा बस्नु भएको छ, तपाईँले म सानो प्रश्न सोध्छु, उत्तर नदिनुहोस्।
अरूले मनमनै मनन गर्नुहोस् कि मैले पनि त्यस प्रश्न सोधिएको भनेर मैले उहाँलाई भने तपाईँका अगाडि जुन बोतल छ त्यो बोतल अहिले टेबलमा छ त्यो टेबल नभएको भए बोतल हुन्थ्यो कि हुन्थेन तपाईँले भन्नु होला हुन्थ्यो भुइँमा हुन्थ्यो त्यो भुइँ पनि नभएको भए भन्नु होला हावामा हुन्थ्यो टाउकोमा हुन्थ्यो खल्तीमा हुन्थ्यो झोलामा त्यो नभएको भए के हुन्थ्यो के बोतल हुन्थ्यो केही चिज हुनलाई अर्को चिज चाहिन्छ बुझ्नुभयो संसारको अस्तित्व आफैमा परनिर्भर छ क्या सत्य आफैमा परनिर्भर छ यथार्थ आफैमा परनिर्भर छ जो परनिर्भरताको कुरा हामीले गरिरहेछौँ भने त्यहाँ स्थिरताको खोज गर्नु मूर्खै हुन्छ साथी र गणेश एउटै चिजमा स्थिर छ अस्थिरताप्रति स्थिर छ कस्तो राम्रो कुरा आयो कि आगोको फिलिङ बोले एकदम पोल्छ नि देख्दा सानो हुन्छ नि तर त्यही फिलिङ बोले सल्क्यो भने त्यसले बस्ती एउटा सारा एरिया महादेशी शाखा बनाउन सक्दो रहेछ उहाँको किताब फिल्ममा के आयो त भन्दाखेरि महिलाहरूको मुद्दा महिला दमन अथवा महिलाहरूलाई पुरुषले गर्ने पुरुष सत्ताले चेप्ने दपेट्ने महिलाहरूको चाहिँ त्यो सानो झिल्का छ नि त्यो झिल्का पनि चाहिँ एउटा हदसम्म सप्रेस भइसकेपछि त्यो झिल्काले चाहिँ डढेलोको रूप लिन सक्छ महिलाहरूलाई धेरै सप्रेसमा नराख दमनमा नराख त्यो झिल्का कुनै पनि बेला के हुन सक्छ अग्नि बनेर छाउन सक्छ भन्ने ओरिएन्टेसनबाट उहाँले फिलिङको लेख्नुभयो तपाईँलाई त्यस्तो चिन्तन कसरी आयो साँच्चै महिलाहरू जागेर त्यो फिलिङले चाहिँ यो पुरुष सत्तालाई चाहिँ पुरा ध्वस्त खरानी नै बनाउनु पर्छ अथवा चाहिँ के हो फिलिङको कुरा गर्नुभयो यो पुस्तक मैले यो यहाँको यो आलय स्मृति पुस्तकालयमा हिजो लगेर राखिदिएकी छु इच्छुकहरूले त्यहाँबाट पढ्न सक्नुहुनेछ र यो जापानको र नेपालको कथावस्तु हो यो म जापान गएर 2 वर्ष बसेकी थिएँ र यो अनुसन्धानमा आधारित रहेर मैले यो किताब चाहिँ लेखेकी हुँ त्यहाँ के भयो भन्दा हाम्रा महिला दिदीबहिनी नेपाली महिला दिदीबहिनीहरूको सङ्घर्षको कथा हो त्यहाँनिर चाहिँ महिला दिदीबहिनीहरूले चाहिँ जुन एउटा आर्थिक उपार्जन गर्नुहुन्छ त्यो आर्थिक उपार्जनमा उहाँहरूको आफ्नो स्वामित्व नदेख्दाखेरि चाहिँ मैले चाहिँ ओहो आर्थिक उपार्जन गर्नु मात्रै ठुलो कुरा त रहेनछ त्यसमा स्वामित्व ग्रहण गर्न नसक्दाको चाहिँ कुरा त झन् भयानक रहेछ किनकि आफूले पैसा कमाएको छ अनि सर्लक्क अरूलाई सुम्पिएको छ त्योबाट अरूले त्यसको चाहिँ पुँजी निर्माण गरेको छ ऊ सधैँ रित्दै छ किनकि उसँग चाहिँ शैक्षिक चाहिँ योग्यता कमी छ उसलाई थाहा छैन कि पैसाको परिचालन कसरी गर्नुपर्छ भन्ने कुरा त्यो कारणले गर्दाखेरि मैले के लेखेँ भन्दाखेरि चाहिँ हैन यो त एकदमै चाहिँ एउटा राम्रो उपन्यासको विषय बन्न सक्छ किनकि जापानका कथाहरू त नेपाली साहित्यमा आएका छैनन् यात्राहरू त आएका थिए एउटा त मैले लेखिसकेको थिएँ 2072 सालमा भनेपछि उपन्यास लेख्नुपर्छ भन्ने त्यो मेरो सोचाइ अनुसार मैले देखेको कथा अनुसार त्यसले उपन्यासको निर्माण गरेर मैले त्यो लेखेँ म सर्कुमा आउँछु सरले यहाँनिर विषयमा प्रवेश गरिन भनेर लाग्यो मलाई अनि कस्तो भन्दाखेरि चाहिँ जसले महिलालाई एउटा चाहिँ वस्तुको रूपमा मात्रै हेर्छ अथवा एउटा विभेदको चाहिँ धारणाले उसलाई चाहिँ अवलोकन गर्छ अथवा त्यस्तो खालको व्यवहार गर्छ त्यस्ताहरूका लागि चाहिँ फिलिङको एउटा सबक हो मैले यति नै भने पाठकहरूलाई चाहिँ त्यो साङ्लीले बाँध्नको लागि एउटा आख्यानकारले चाहिँ के चाहिँ टेक्निक प्रयोग गर्न पर्दो रहेछ एउटा कथा पूर्ण सङ्कथन हो त्यसकारणले सङ्कथन बन्नको निमित्त साङ्लो आवश्यक छ साङ्लो कहाँ कसरी प्रयोग गर्ने हामी देख्छौँ नि त छोरा बाँध्ने साङ्लो छुट्टै होला होइन चौबारा बाँध्ने साङ्लो छुट्टै होला है त्यस कारणले पाठक कुन वर्गको पाठकका निमित्त अर्थात् हामी कुन तहका पाठकका निमित्त साङ्लो प्रयोग गर्ने किनभने हामी यी साङ्लोलाई हेर्ने भने ग्रीक सभ्यतादेखि त्यो ग्रीकमा पनि त्यो बेलामा उच्च वर्गको लागि र मध्यम वर्गको लागि अर्थात् शिक्षित वर्गको लागि भनेर त्यहाँ छुट्टै प्रकार कथानकहरू लेखिया थिए कथाहरू लेखिया थिए त्यस कारणले कथानक कुन वर्गको लागि मैले लेख्दैछु कुन पिँढीको लागि मैले लेख्दैछु किन हिजोको पुस्ता र आजको पुस्ताको चाहना आवश्यकता त एउटै छैन समाजको गतिशीलताको आधार पनि एउटै छैन अनि समसामयिक जुन परिवेश स्थिति त्यो पनि बिल्कुल फरक छ त्यस अहिलेको जेनेरेसनले हिजोको हामी जुन बाँडवटले कदम्बरी वाट्छ जस्ता गीतहरू
रामायण महाभारत अङ्कित गरी लेखिएका चाहिँ कृतिहरू, ती कृतिहरूको पछाडि लागेर मात्रै त भएन, त्यसभित्र नयाँ नयाँ कथाहरू खोज्नु पर्यो। हामी लेख्नको लागि चाहिँ के चिजले चाहिँ अभिप्रेरित गर्यो भने त्यो चाहिँ सिर्जना राम्रो हुँदो रहेछ। मोटिभेसन के हो राइटिङको लागि? यो लक्षित वर्ग सानो एउटा टिनेज एउटा समूह छ, यो वर्गलाई बुझ्ने भाषामा लेखनप्रति अभिप्रेरित गर्ने चिज के हो, केले मोटिभेट गर्छ लेख्नको लागि, र कस्तो खालको लेखन पाठक मैत्री हुन्छ जस्तो लाग्छ तपाईँलाई? साहित्यको लेखन, साहित्यिक लेखन त अरू साहित्यको लेखन, आख्यान लेखन। अब तपाईँहरूलाई अब सानो अब विशेष गरिकन स्कुल कलेजको भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले लक्षित भने हुनाले तपाईँहरूलाई हेरेर भन्छ है, अरूलाई होइन। समय एकदम कम छ है चोटकरीमा। पहिला त अब तपाईँ स्कुल जानुहुन्छ, कलेज जानुहुन्छ, त्यहाँ तपाईँले विभिन्न तपाईँको कोर्समा राखिएको किताब पढ्नुहुन्छ, त्यहाँ राखिएको पाठहरू पढ्नुहुन्छ, सँगै उपन्यास राखिदिएको छ कि अथवा कथा राखिदिएको छ कि निबन्ध राखिदिएको छ, नाटक राखिदिएको छ, प्रबन्ध राखिदिएको छ, के छ तपाईँ पढ्नुहुन्छ, कविताहरू हुन्छ। अनि तपाईँलाई ती पढ्दाखेरि ती कोर्समा कस्ता राखिएका छन्, ती पढेपछि तपाईँलाई यो लेखकको म अरू पनि पढ्छु भन्ने लाग्छ, या बजारमा अहिलेको सोसियल मिडियामा या अरू विभिन्न माध्यमबाट, सञ्चार माध्यमबाट तपाईँ बाहिरी किताब तपाईँलाई त्यो रुचि लाग्यो भने म साहित्यका किताब पढ्छु भन्ने पनि तपाईँलाई लाग्छ, पढ्नुहुन्छ। सुरुमा म पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्छ, जो अब म लेख्न पाए हुन्थ्यो भने त्यो रुचि लाग्छ, तपाईँ चाहिँ लेख्नुहोस्, लेखिरहनुहोस् होइन। सुरुमा लेख्दाखेरि यसको यो जुन तपाईँले बेला बेलामा टिप्स आउँछ कि यो पाउलो कोइलोकोदेखि लिएर नेपालमा अरू देशका लेखकहरूले लेखनको टिप्स भन्छन्, त्यो टिप्स पढेर चाहिँ म कहिले पनि प्रेरित भएको छैन कि अहिलेसम्म, त्यो टिप होइन। त्यस कारणले टिप्स भन्ने नै हुँदैन। मलाई पनि त्यो प्रेरणा केले दिइरहेको छ भने गणेशको हाँसो चाहिँ सुन्नु नपाएर मलाई कस्तो ऊर्जा आइरहेको थियो। अनि तपाईँभित्रबाट मलाई त्यति लेखक बन्छु भनेर यत्तिकै तपाईँलाई लेख्न मन लागिरहेको छ कि जसरी एउटा प्रेमीले प्रेमिकालाई पहिला, अहिलेको चिठी लेख्ने समय छैन, पहिला चिठी लेख्थेँ 10 पेज 20 पेज है, एउटा उपन्यासै जति लेख्थेँ कि त्यो लेख्दा लेख्दै उसले पठाउन पनि सक्दैन, ऊ प्रेमी हुन नसकिने लेखक हुन्थ्यो कि। लेख्न मन लागेको छ तपाईँ लेख्नुहोस्, पछि अब तपाईँले अरूको भन्दा फरक लेख्ने, आफ्नै स्टाइल बनाउने, आफ्नै औँठा छाप बनाउने, आफ्नो अनुहार बनाउने, पछिको कुरा लेख्दै जाँदाखेरि आफै हुन्छ। अनि जस्तै त्यो तर त्यसमा के चाहिँदो रहेछ भने हिमालमा घाम लागेन भने हिउँ पग्लिँदैन नि, र हिउँ नदी बग्दैन कि, त्यो आइस मात्रै हुन्छ, त्यो घाम चाहिँ चाहिन्छ, प्रकाश चाहिँ चाहिन्छ। त्यो प्रकाश भनेको हाम्रो परिवेश, प्रेरणा, अध्ययन भनेका प्रकाश हुन्। तपाईँभित्र कथाको, उपन्यासको, साहित्यको आइस छ, ठुलो प्लानेटै छ। अब त्योलाई चाहिँ घाम त्यहाँ पर्यो भने अनि त्यो पग्लिन्छ कि, नदी भन्छ।